जापानमा औषधि किन्दा ध्यान दिनुपर्ने कुरा, नत्र फेरि महँगोमा पर्नुहोला। जापानको अस्पताल वा औषधि पसलमा औषधि लिँदा जेनेरिक औषधि चाहिन्छ भनेर तपाईलाई कहिल्यै सोधिएको छ? जेनेरिक औषधिमा साधारण औषधिमा जस्तै तत्त्व हुन्छ र रोग निको पार्ने प्रभाव पनि लगभग उस्तै हुन्छ। तर यसको मूल्य साधारण औषधि भन्दा सस्तो हुन्छ। किन सस्तो हुन्छ भने जेनेरिक औषधि पहिले नै बनेको औषधिको आधारमा तयार गरिन्छ। नयाँ औषधि बनाउँदा जस्तो धेरै पैसा र लामो अनुसन्धान आवश्यक पर्दैन। त्यसैले बनाउन खर्च कम हुने भएकोले जेनेरिक औषधि साधारण औषधि भन्दा सस्तो हुन गएको हो। केही जेनेरिक औषधिहरूको रङ, आकार वा स्वाद अलि फरक हुन सक्छ, तर असर साधारण औषधिको जस्तै हुन्छ। चिन्ता लागेमा डाक्टर वा फार्मासिस्टसँग सल्लाह गर्नुहोस्। जेनेरिक भनेको साधारण औषधिसँग उस्तै तत्त्व भएको तर सस्तो औषधि हो। जापानका धेरै अस्पताल र औषधि पसलमा यसको प्रयोग हुन्छ। जेनेरिक बारे बुझ्नुभयो? अर्को भिडियोमा फेरि भेटौँला।